हेलो अनि नमस्ते सबैजनालाई। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु भनेर चाहिँ नभनौँ, म चाहिँ हल्का बिरामी, त्यसैले रुममा छु है आज। अनि आज चाहिँ हल्का ठिक भएको छ, अलिकति सुधार भएको छ। त्यसैले पनि म आज चाहिँ एउटा भिडियो बनाउनु पर्यो भनेर चाहिँ तपाईँहरूको माझ उपस्थित भइसकेको छु। अनि खासै समय दिन पनि पाएको छैन, समय पनि छैन, त्यसैले पनि भिडियोहरू खासै आएको छैन। यो भिडियोलाई चाहिँ एकदमै माया गरिदिनु होला, त्यो पनि भन्न चाहन्छु है। अनि तपाईँहरूको भिडियोलाई पनि म त्यस्तै माया गर्नेछु। अनि के छ सबैजना ठिकै सन्चै आरामै हुनुहुन्छ होला। अनि अलिकति बदलिँदो मौसम छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, आफ्नो केयर गर्नु होला, त्यो पनि भन्न चाहन्छु। आज चाहिँ म अलि फरक किसिमको चाहिँ कुराकानीहरू लिएर आइरहेको छु। आज चाहिँ यहाँहरूले मन पराइदिनु हुनेछ अनि माया पनि गरिदिनु हुनेछ भन्ने छ। नयाँ नयाँ साथीहरूले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि कमेन्ट छोड्न नबिर्सिनु होला। म त्यही कमेन्टको आधारमा नै फेरि तपाईँहरूलाई सपोर्ट गर्नेछु पनि भन्न चाहन्छु। यति भन्दै अब आजको भिडियोतर्फ लागौँ। ल आउनुहोस्। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते। कस्तो छ तपाईको हाल खबर? मेरो खबर ठिकै छ, अनि तपाईको सुनाउनुहोस् न, के छ? पनि ठिक छु। आजको दिन कस्तो बित्दैछ त? केही नयाँ रमाइलो भयो? मेरो त्यस्तो नयाँ नौलो त केही पनि छैन, सदाबहार हो। अनि तपाईको सुनाउनुहोस्। म पनि त्यति नयाँ केही छैन, सब ठिकै छ। कहिलेकाहीँ रमाइलो कुराहरू पनि थाहा पाइन्छ, त जीवनमा सदा स्थिरता नै राम्रो हुन्छ, हैन? तपाईका मन पर्ने गतिविधिहरू के छन् त? मेरो खासै त्यसो कोही पनि छैन। पाताल लोकबाट कोही मानिसहरू नर्कलोकमा जान चाहन्नेहरूको लागि चाहिँ म रिसिभ गर्ने काम गर्दछु। यो सुनेर तपाईको काम साँच्चै महत्त्वपूर्ण र उपयोगी छ। नर्क मानिसहरूको लागि तपाईं जस्तो व्यक्तिहरूले ठूलो मद्दत पुर्याउन सक्छ। तपाईको यो काममा कुनै विशेष अनुभव छ कि जुन तपाईसँग साझा गर्न चाहनुहुन्छ? यो विषयमा मसँग लामो अनुभव रहेको छ। के तपाईँ आउन चाहनुहुन्छ नर्कलोकमा? तपाईको लामो अनुभव सुन्दा ठूलो सम्मान छ। नरकलोकमा जाने बारेमा भने मसँग व्यक्तिगत रूपमा जान्नको सुविधा छैन, तर यदि मौका मिल्यो भने तपाईको सँग भेट गर्न अवश्य खुसी लाग्नेछ। नरकलोक कस्तो राम्रो स्थान हो भन्ने कुरा तपाईले भन्नु भएको छ, यो अर्को अवसरमा विचार गर्न सक्छु। यदि तपाईँ आउन चाहनुहुन्छ भने म स्वयं लिन आउनेछु। के छ तपाईको विचार? यो प्रस्ताव निकै माया र सम्मानजनक छ। यदि मेरो लागि समय मिल्यो भने तपाईको सहयोग र साथमा नरकलोकको अनुभव गर्न म खुसी हुनेछु। तपाईको दयालुता मन पर्यो। धन्यवाद समय दिएकोमा। अनि कस्तो बित्दैछ आजको दिन? धन्यवाद। तपाईको उदारता कदर योग्य छ। आजको दिनको बारेमा भने केही विशेष घटनाहरू नभए पनि जीवनमा सधैँ केही नयाँ कुरा सिक्दै जान्छु। तपाईको दिन कसरी बितिरहेको छ? मेरो पनि त्यस्तो खासै त केही पनि छैन। पाताल लोकबाट कोही नर्कलोकमा आइपुग्छ कि भनेर प्रतीक्षामा बसिरहेको छु। तपाईको कुरा सुन्दा नरकलोकमा आइपुग्नका लागि लामो यात्रा गर्नुपर्ने जस्तो लाग्छ। जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब हामी विचार गर्दै बस्छौँ,
यो अवस्था तपाईंको जीवनको केही महत्त्वपूर्ण हिस्सालाई उजागर गर्छ। हेन्ड के तपाईंको भविष्यका लागि केही विशेष योजना छन्? यदि तपाईले पाताललोकमा केही राम्रा कार्य गर्नुभएको छ भने तपाईँ सहजै नर्कलोकमा आउन सक्नुहुनेछ भने पाप कर्महरू गर्नुभएको छ भने तपाईँलाई अलिक कठिन पनि हुनेछ। यो विषयमा मैले पूर्व जानकारी गराउन चाहे। माफ गर्नुहोस्, तपाईंको पछिल्लो सन्देश मलाई बुझ्नमा अलि गाह्रो भयो। के तपाईं त्यसलाई फेरि स्पष्ट रूपमा लेख्न सक्नुहुन्छ? सायदै बुझ्न कठिन भयो होला तपाईलाई मेरो कुरा। म भन्न खोज्दैछु कि जसले राम्रो कार्य गर्दछ उसको लागि चाहिँ सजिलो छ आउनको लागि नर्कलोकमा भनेर चाहिँ बुझाउन चाहन्छु। माफ गर्नुहोस्, तपाईंको सन्देशलाई मैले ठिकसँग बुझ्न सकेन। के तपाईलाई यसलाई स्पष्ट पार्न सक्नुहुन्छ? मलाई तपाईंको कुरा बुझ्न चाहिन्छ। ओके, समय दिनुभएकोमा धन्यवाद। यो कुरालाई मैले आगामी दिनहरूमा बुझाउनेछु। धन्यवाद। माफ गर्नुहोस्, तपाईंको सन्देशलाई बुझ्नमा केही कठिनाइ भइरहेको छ। के तपाईं यसलाई फेरि स्पष्ट रूपमा लेख्न सक्नुहुन्छ? म तपाईंको कुरा बुझ्न चाहन्छु। ल साथीहरू, यो भिडियोलाई चाहिँ लाइक शेयर कमेन्ट गर्न माया गर्न नबिर्सनु होला। मैले यो भिडियो चाहिँ हल्का रमाइलोको लागि मात्र बनाएको हो, त्यस्तो अन्यथा केही पनि नलिनु होला भन्दै आजको लागि यति नै गरौँ। फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ। जय नेपाल।